So yo, what's up everybody, welcome back to this new vlog. And आज चाहिँ हामी धेरै दिनपछि घुम्न जाँदैछौँ र हामी सबै 5 जना छौँ। आज चाहिँ धेरै रमाइलो भइरहेको छ र आज हामी चाहिँ ओसाका जाने भनेछौँ। सो हेर्दै गर्नु होला यो नयाँ भ्लग हैन, रमाइलो गर्नेछौँ ल। लेट्स गो। सो गाइज हामी चाहिँ अब जाँदैछौँ ओसाका क्यासलतिर। स्टेसनमा झरिसक्यौँ, अब हिँड्नुपर्छ आधा घन्टा जति। गाइजहरू सबै हामीसँगै छन्, जाँदै गरौँ है त। ल रमाइलो भइरहेको छ, अब हिँड्नुपर्छ अझै 20 मिनट जति, त्यसपछि वहीँ गरौँ, भेट्ने छ है त। सो गाइज हामी चाहिँ ओसाका क्यासलको नजिक आइसकेको छौँ। उहाँ देख्न सक्नुहुन्छ ओसाका क्यासल। हावा लास्टै चलिरहेको छ, मेरो आवाज सुन्नेछ होला होइन। हेर्न सक्नुहुन्छ राम्रो छ, घाम पनि इन्भाइरोमेन्ट पनि राम्रो छ। सो गाइज हामी चाहिँ क्यासलको नजिकै आइसकेका छौँ। अब चाहिँ हामी इन्टर गर्नेछौँ क्यासलतिर, हेर्दै गर्नु होला। सबैजना थाकिसके, 20 मिनट हिँडेर सबैजना थाकिसक्यो गाइजहरू। अब हेरौँ के हुन्छ। सो गाइज हामी चाहिँ आइसक्रिम स्टपमा रोकेका छौँ। अब फेरि यात्रा हाम्रो सुरु हुँदैछ। अहिलेसम्म पुगेका छैनौँ भित्र। अब यहाँ यसो आइसक्रिम ब्रेक यस्तो अगाडि चाहिँ हेर्न सक्नुहुन्छ। अब यतातिर जाने हो क्या, माथि माथि उकालो उकालो, अनि त्यसपछि रमाइलो हुन्छ। मिलन दाइ आउनुहुन्छ यहाँबाट हो। सो गाइज हामी ओसाका क्यासलमा आइसकेका छौँ। पछाडि अब हामी फोटोसुटको लोकेसनमा जाँदैछौँ, यस्तो पछाडितिर सबैजना मिलेर। सो गाइज हामीले चाहिँ यहाँ फोटो खिचिसकेका छौँ यो स्पटमा बसेर। सो अहिले चाहिँ क्यामेरामा फोटो चेकिङ हुँदैछ, रमाइलो छ होइन। आजको वेदर चाहिँ हाम्रो शीतलो शीतलो रहिरहेको छ र यस्तै छ। म चाहिँ एकचोटि पहिला आएको छु गरिब महिनामा। गरिब महिना चाहिँ लास्टै गरिब छ होइन। अहिले चाहिँ वेदर धेरै राम्रो छ। सो अब हेरौँ कहाँ गइन्छ, अहिलेसम्म फिक्स छैन होइन। सो गाइज हामीले चाहिँ फोटो खिचेर भ्याइसक्यौँ। अब चाहिँ हामी अर्को ठाउँमा जाँदैछौँ, हेर्दै गर्नु होला हाम्रो भ्लग। सबैजना इनर्जी चाहिँ 50% गइसकेको छ। नाम्बा जाँदैछ मेरो, नाम्बा। लेट्स गो। हेलो गाइस, के भन्नु छ दाइ? केही छैन, रमाइलो भइरहेको छ। केही भन्नु छ गाइस? हेलो बाई अरू केही? बाई बाई। हेलो पछि बाई। ल दाइले भन्नु अरे। ल आज धेरै नै भिड छ। आज हामी कहाँ अरे क्यास्टल लाग्यो। दाइले बिर्सिनु भयो। ल क्यासल आएछौँ हामी ओसाका क्यासल। अब फर्किन लाग्यो, अब अरू अरू ठाउँमा गेम खेल्न जाने हो भन्ने प्लान छ होइन। सबैजना रमाखान पुरै खुसी। सो गाइज हामी चाहिँ यहाँ खतरा ठाउँमा छौँ, बाटो क्रस गर्दै अब घरतिर होइन गेम खेल्नेतिर जाँदैछौँ। गाइजहरू हाम्रो पछाडि आउँदैछन् है। जामै त जाम। ल वेदर चाहिँ राम्रो छ खतरा। सो गाइज हावा लास्टै लागेको छ, धन्नै कुहिएको जान्छ अरे मेरो। सो गाइज हामी चाहिँ ओसाका आइसकेका छौँ नाम्बा भन्ने ठाउँमा र हामी झऱ्यौँ। अब चाहिँ यहाँ खेल्न जाने, खानासाना खान जाने हो। हेर्न सक्नुहुन्छ भ्यू चाहिँ यस्तो छ। हामी चाहिँ अब यस्तो भिडभाडमा हिँड्दैछौँ, यस्तो रेस्टुरेन्ट खोजेर अनि त्यहाँ खाना खान जाने प्लान छ। हिँड्दै गरौँ। सो गाइज हामी चाहिँ दोतुम्बुरी भन्ने ठाउँमा आइसकेका छौँ ओसाकाको। यो चाहिँ फेमस ठाउँ है। यहाँ चाहिँ यो बोटहरू चलाउँछन्। यहाँ चाहिँ बोटहरू नै हुन्छ होइन, हिँड्छ कि यो रिभर जस्तोमा। म देखाउँछु सबैलाई। रमाइलो छ है यहाँ चाहिँ। सो गाइज यो फेमस ठाउँ ओसाकाको। बोट चढ्न पाइन्छ, त्यति हो। यहाँ बोट चढ्न पाइन्छ अरे है। अनि यो मान्छे छ नि हो, यो चाहिँ फेमस मान्छे हो अरे यो ठाउँको चाहिँ मेन। फेमस ठाउँमा सबैजना देखेको छ नि, हामी यतातिर छौँ है। फेमस ठाउँ ओसाका। सबले हात हाल्ला त, सबले हात हाल्ला। कसले फेरि सिटी हान्यो। सो गाइज हामी चाहिँ यहाँ खाजा खाना होइन, सबैजना थाकित भइसकेका छौँ अहिले। अझै गेम खेल्न बाँकी नै छ। सो गाइज खाना सुरु गरेँ। लेट्स गो। सो गाइज हामी चाहिँ खानासाना खाएर फेरि अब गेम खेल्नेतिर जाँदैछौँ।
सबैजना हिँड्छन् यता त्यो फेमस पुल जस्तो के छ है। अब हामी अगाडि अगाडि जाँदैछौँ, हेर्दै गरौँ। सो गाइज हामी चाहिँ यो राउन्ड 1 बेस्ट स्पोर्ट्स इन्टरटेनमेन्टमा आएको छौँ। अब भित्र गएर गेम खेल्नेछौँ। सो गाइज हामीले चाहिँ बलिङ खेल्ने फिक्स भइसकेको छ र यसको लागि वेटिङ टाइम चाहिँ 150 मिनट जति छ। हजुर अब हामी वेट गर्नेछौँ है त। सो गाइज हामीले गेम खेलेर आइसकेका छौँ। अब हामी कता कता जाँदैछौँ है त। ल सपिङको लागि यस्तो जाने अनि त्यसपछि फेरि पार्कतिर जाने भन्ने कुरो छ। यसको सो गाइज लास्ट भिड छ है। एउटा बाटो छोडेर अर्को बाटोतिर आएको त्यही नै भिड छ लास्टै। खै कता जाने भन्नुहुन्छ दाइले। जाम जाम जाम। सो गाइज सपिङ गरेर नि आइसकेँ मैले। अब हामी चाहिँ अब पार्कतिर जाँदैछौँ। लेट्स गो। सो गाइज हामी यस्तो भिडको ठाउँमा आयौँ होइन। अब के गर्ने, हिँड्दैछौँ बाटो बाटो हेर्न सक्नुहुन्छ ओसाका सिटी नाम्बाको एरिया। यसको जुत्ता किनेको अहिले खतरा रमाइलो भइराखेको छ बल्ल होइन, घुम्नलाई पनि यस्तै छ। ल गर्नु। ओ सो गाइज खतरा बिल्डिङ छ यहाँ। होङच्या पार्टी लेट्स गो। गाइज हामीले चाहिँ बलिङ खेल्न भनेर यो जुत्ता चाहिँ रेन्टमा लिएर आइसकेका छौँ र यहाँ चाहिँ टिकट सबै रेडी भइसकेको छ है गाइज। अब चाहिँ हामी रमाइलो गर्नेछौँ 50 मिनटको लागि। हामी चाहिँ गेम खेलेर नि आइसक्यौँ। अब चाहिँ घर फर्किँदैछौँ होइन। अहिले चाहिँ ओसाका स्टेसनतिर छौँ। अब घर जानलाई 1-1.5 घन्टा लाग्छ र अब त्यसपछि हेर्नुलाई त के हुन्छ घर गएर चाहिँ यसो। सो यो वाट्सएप एभ्रीबडी, वेलकम ब्याक टु दिस न्यू ब्लग। अनि आज चाहिँ हाम्रो नयाँ दिन डे 2 हो। डे सुरु हुँदैछ। आज हाम्रो सेकेन्ड डे चाहिँ नारा पार्कको हुनेछ होइन। अब आज हामी रमाइलो गर्नेछौँ नारा पार्क गएर। हेर्दै गर्नु होला है त। लेट्स गो। सो गाइज हामी चाहिँ अब नारा जानलाई ट्रेन चेन्ज गर्दैछौँ। ट्रेन कुरिरहेको हो। अब चाहिँ ट्रेन 32 मा आउँछ। अहिले चाहिँ 29 भयो। अब 3 मिनट लाग्यो। लेट्स गो। सो गाइज हामी चाहिँ नारा पुगिसकेका छौँ र अब चाहिँ यहाँ हिँड्न छ। हिँडेर पार्कतिर जानेछौँ। लेट्स गो। सो गाइज हामी चाहिँ नारामा आइसकेका छौँ। सो गाइज हामी भित्र घुम्दैछौँ। घाम छ खत्रै तर ठिकै छ। एकछिन शीतल एकछिन घाम हुँदै भइराख्यो। हो के यो
सो गाइज हामी चाहिँ यहाँ अब माथितिर जाने प्लान बनाउँदैछौँ। थके लागिसकेको छ अहिले है। सो गाइज चढ्नलाई हामी रेडी भइसकेका छौँ अब यो माथि पहाडमा। अब धेरै बाटोबाट हिँड्दै जाने हो माथि माथि। लेट्स गो। सो गाइज हामी अब यहाँ पुरै कसरत गर्न लागि गाइज दौडी नै गाह्रो छ यहाँ त। डर लाउने छ यार। सो गाइज हामी यो ठुलो पहाड चढ्दैछौँ। हेर्न सक्नुहुन्छ पछिको क्योतोको कि नाराको दृश्य पछाडि। सो गाइज हेर्न सक्नुहुन्छ यो नारा सिटी पुरै हामी चाहिँ यहाँ धेरै टपमा आइसकेका छौँ। रमाइलो छ यहाँ हेर्नुहोस्, पहाडले घेरिएको राम्रो देखिएको छ नि होइन। मन्दिर त्यही त हो नि। अब चाहिँ हामी उता मन्दिरमा जानेछौँ अनि त्यसपछि बल्ल घर जानेछौँ है। यो मन्दिर कहाँबाट? सो गाइज टप अफ द नारा सानो एउटा पहाड जस्तो छ। हामी चाहिँ माथि चढेका छौँ। धेरै रमाइलो छ यहाँ, धेरै रमाइलो। नारा सिटी। सो गाइज यहाँ दाइले चाहिँ आँप लिएर आउँछु भनेर पुरै किचनमा पस्नु भएको, लास्टमा आलु हालेर लिएर आउनु हुन्छ। काटेर राख्छु भनेको थिएँ नि त, अनि म त आलुको ठाउँमा काटेर राख्छु होला भन्ने सोचेँ, अनि मैले यही लिएर आयो। मलाई त आलु लिएर आउनु हो क्या नि अब आलु पकाएर खाने। अब के गर्ने हो र? सो गाइज हामी यस्तो पहाडमा आएर यहाँ खाना खाने बेला हुँदैछ, यस्तो खाजा साजा। सो यहाँ खाजा खाने कार्यक्रम चलिरहेको छ, रमाइलो गफ हान्दै। सो गाइज हामी अझै पुरै यो मुनिबाट आएर टपमा आइसकेका छौँ। मान्छे पनि रिगटरले बटार दिइसक्यो। बल्ल रमाइलो देखिएको छ पछाडि हेर्दाखेरि। तर त्यहाँ माथि सन्धानी हो कि। सो गाइज अझै माथि उहाँबाट जाने हो। अहिले यस्तो राम्रो भ्यू आइसक्यो हेर्नु। सो गाइज हामी चाहिँ धेरै माथि आइसकेका छौँ। माथि अब छैन भनेको त अझै धेरै रहेछ उहाँ जाने भनेको। हेर्नु सक्नुहुन्छ हाम्रो गाइजहरू अझै हिँडिराखेका छन् फुल तागतको साथ। भन्न त मिल्दैन, तागत त अझै खासै छैन, आधा होला रहेको। त्यहाँदेखि माथि जाँदै गरौँ न। सो गाइज हामी चाहिँ माथि आइसकेका छौँ। पछाडि नारा सिटी पुरै देखिएको छ। सो गाइज दिस इज द टप भ्यू। सो गाइज हामी टपमा आइसकेका छौँ। सो गाइज हामी चाहिँ एकछिन यस्तो चाउचाउ खाँदैछौँ अनि पहाडबाट तल झर्दैछौँ है। अहिले चाहिँ सबै फुल इनर्जीमा छन् फेरि चाउचाउ खान लागेपछि त। यसको सो गाइज पुरै खोल्छ जस्तो छ तल चाहिँ। हामी चाहिँ हिँडिराखेका छौँ, मुनि झर्दैछौँ। सो गाइज हामी चाहिँ फेरि मुनि झरिसक्यौँ, अघि नै ठाउँमा आइसक्यौँ। सो गाइज अझै हामी हिँडिराखेका छौँ। अब तोदाइजी टेम्पलतिर जाँदैछौँ सबैजना थाकेर। यता दाई हुनुहुन्छ। यता दाई ठिक छ? के हुँदैछ? ओठ फुटेर गाह्रो भयो कि त्यही भएर यस्तो लिप बम लगाउँदै। ल ठिक छ जाम कन्टिन्यू।
खानेकुरा दिन्छन् भनेर आएको के हो। सो गाइज हामी चाहिँ यो पछाडिको यो मन्दिरमा जानेवाला छौँ। यो देख्नुभयो नि यो भित्र जानेवाला छ है तल यसको। सो हामी चाहिँ भित्र गएर अनि दर्शन गरेर आइसक्यौँ मन्दिरको। यो चाहिँ मन्दिर धेरै ठुलो सो गाइज यहाँ मोची खाँदैछौँ हामीले यहाँको फेमस कताको पसल यतै छ है त्यहाँ मोची खाँदैछौँ। So yo, what's up everybody, this is the day 3 and आज हामी जाँदैछौँ फुसिमी इनारी ताइसा श्राइन। सो सबै रेडी भएर जाँदैछौँ। खतरा रमाइलो भइरहेको छ अहिलेसम्म र आज चाहिँ हाम्रो लास्ट दिन हो। सो दिस इज द डे 3, लेट्स गो। सो गाइज हामी चाहिँ स्टेसनमा आइसकेका छौँ। अब जानेछौँ हामी इनारी स्टेसन हो कि के त हो होइन, हेरेर जानेछौँ। लेट्स गो। सो गाइज हामी आइसक्यौँ फुसिमी इनारीको स्टार्टिङबाट। अब सुरु गरौँ। सो गाइज हामी आइसकेका छौँ र भित्र जाँदैछौँ सबैजना भएर। यतातिर जाने ठाउँ चाहिँ है, लेट्स गो। सो गाइज हामी चाहिँ अब भित्र छिर्नेमा हलमै छौँ। हेर्न सक्नुहुन्छ भित्रको यस्तो छ। यस्तै मात्रै छ यहाँ चाहिँ। हामी हिँडिराखेको छौँ। अहिले हल्का ओह्रेल ठाउँ होइन, कतिखेर उकालो कतिखेर ओह्रालो छ। यस्तै छ, रमाइलो छ, राम्रै देखेछ। हिजो पनि हिँडेछ नन स्टप हिँडेर हिँडाएको होइन, हिँडाएको जस्तो। त्यस्तै छ क्या नि ठाउँ गाउँ भएपछि। सो गाइज हाम्रो चाहिँ आइसक्रिम ब्रेक छ। सो गाइज हामी चाहिँ टपमा आइसकेका छौँ र यहाँ दर्शन गऱ्यौँ। अब चाहिँ हामी झर्ने कार्यक्रम सुरु गर्छौँ होइन, लेट्स गो। सो गाइज हामी चाहिँ अब झर्दैछौँ तलतिर। अब 20 मिनट हामी डाउनस्टेयर्स जानुपर्छ। जम। सो गाइज हामी चाहिँ माथि गएर नि अब बेसतिर पुग्न लागिसकेका छौँ। 15 मिनट भयो, बेसमा पुग्नलाई 10 मिनट जति होला। लेट्स गो। सो गाइज हामी चाहिँ माथि गएर अनि मुनि आइसकेका छौँ। बेसमा आइसक्यौँ गाइज। फाइनल्ली कति लाग्यो हाम्रो टाइम? 2 घन्टा लाग्यो होला है, 2 घन्टा जति लाग्यो माथि गएर सर एक राउन्ड हानेर आउनलाई चाहिँ। 2 आवर्स जतिमा भ्याइयो है। सो गाइज हामी घुमेर भ्याइयो, अब जाँदैछौँ घरतिर। लेट्स गो। सो गाइज हाम्रो 3-4 दिनको घुमाइ चाहिँ आज अब समाप्त भएको छ।
रमाइलो भयो रमाइलो भयो मजा आयो मजा थकाइ पनि लागेको छ तर मजा चाहिँ बेसरी लाग्यो Thank you for watching. थ्याङ्क्स फर वाचिङ गाइज यो हाम्रो 3 दिनको भ्लग होइन अब चाहिँ हाम्रो भोलिबाट सबैको आफ्नो लाइफस्टाइल फेरि सुरु हुनेछ धेरै इन्ट्रेस्टिङ लाइफस्टाइल सुरु हुनेछ फेरि भोलिबाट हाम्रो पहिलाकै होइन Good, I miss सो my यति नै थियो हाम्रो आजको अहिलेको यो भ्लग थ्याङ्क्स फर वाचिङ बाई